आज चाहिँ हामी गाजरको मिठो हलुवा बनाउन गइरहेको छौँ। त्यसको लागि 2वटा गाजरलाई पनि क्रस गरिहाल्नुहोस्। त्यसपछि कराई बसालेर घिउ पनि हाल्नुहोस् 2 चम्चा जति। त्यसपछि गाजरलाई पनि हाल्नुहोस् अनि त्यसपछि मजाले चलाउँदै बिस्तारै पकाउनुहोस्। पकाएपछि हल्का रातो भइसकेपछि चाहिँ चलाउँदै गएपछि रातो भइसकेपछि चाहिँ दुध हालिदिनुहोस् यसमा। त्यसपछि अरेन्ज कलर देखिन्छ हल्का अनि चलाउँदै जानुहोस्। सेतो दुधमा गाजरको कम्बिनेसन कस्तो हेर्दाखेरि खाउँ लाग्ने मिठो हुँदै आउँछ। यतिको भइसकेपछि फेरि चलाउनुहोस्। यसलाई चाहिँ 5 मिनेटमा चलाइराख्नुपर्छ। धेरै मिठो हुन्छ। यसरी घरमै बनाएर बेलामा खाँदाखेरि चाहिँ बच्चाहरू खुसी हुन्छन्। हामीलाई पनि खुसी लाग्छ बच्चाहरू खुसी भएपछि। फेरि चलाउनुहोस्। चलाउँदै बिस्तारै पकाउनु पर्छ। यो चाहिँ डर्नु हुँदैन। बिस्तारै चलाउँदाखेरि चाहिँ डर्दैन। त्यसपछि अब बदाम पनि हालिदिनुहोस्। त्यसपछि मिक्स गरिदिनुहोस्। यो चाहिँ खानलाई रेडी भइसक्यो। रेडी भएर बाउलमा हाल्दाखेरि चाहिँ यस्तो देखिन्छ। ल